यो भन्दा अगाडिको भिडियोमा मैले स्किनमा भएको पिगमेन्टेसन र मेलास्मालाई ब्राइटनिङ गर्नको लागि यो स्किन केयर सेट युज गर्न सकिन्छ भनेर भिडियो बनाएको थिएँ। अब यो भिडियोमा म हजुरहरूलाई हामीले स्टेप बाई स्टेप यो स्किन केयर गर्न सकिन्छ र यसको मेन बेनिफिट के हो भनेर भिडियो बनाउँदैछु। सबैभन्दा पहिलो स्टेप भनेको चाहिँ फेस वास या क्लेन्जर हो। तपाईँहरूले आफ्नो फेसमा चाहिँ यो रेप्लाइट भन्ने फेस वासबाट आफ्नो स्किनलाई क्लिन गर्न सक्नुहुन्छ र तपाईँको फेस क्लिन गरिसकेपछि हजुरले सेकेन्ड नम्बरमा यो सेस्टर्माको भाइटामिन सीलाई चाहिँ युज गर्न सक्नुहुन्छ। यो भाइटामिन सी अलिकति एक्सपेन्सिभ छ तर एकदमै राम्रो काम गर्ने भाइटामिन सी हो। सो यो स्टेबल भाइटामिन सी तपाईँहरूले आफ्नो फेस वास गरिसकेपछि स्किनमा चाहिँ युज गर्न सक्नुहुन्छ। हामीले भाइटामिन सी लगाइसकेपछि स्किनलाई हाइड्रेसन गर्न जरुरी छ। हाइड्रेसनको लागि हजुरहरूले यो स्किन ब्राइटनिङ मोइस्चराइजर युज गर्न सक्नुहुन्छ जसले तपाईँको स्किनलाई ब्राइटनिङ गर्न पनि हेल्प गर्छ र सँगसँगै हाइड्रेसन पनि दिन्छ। स्किनलाई ब्राइटनिङ गरिसकेपछि अब कुरा रह्यो सनस्क्रिनको। सनस्क्रिन हामीले सकेसम्म चाहिँ टिन्टेड सनस्क्रिन युज गऱ्यौँ भने पिगमेन्टेसन र मेलास्मालाई मिनिमाइज गर्न हेल्प गर्छ। र यो टिन्टेड सनस्क्रिन किन राम्रो छ भन्दाखेरि यसमा आइरन अक्साइड हुन्छ जसले गर्दाखेरि यो भिजिबल लाइटबाट हुने या ब्लू लाइटबाट हुने हार्मफुल रेबाट पनि स्किनलाई प्रोटेक्ट गर्न हेल्प गर्छ। यो थियो मर्निङ स्किन केयर रुटिन। अब साँझको टाइममा चाहिँ हामीले आफ्नो स्किनलाई कसरी केयर गर्न सकिन्छ त? इभिनिङ टाइममा पनि हजुरहरूले फेस वासले क्लिन गरिसकेपछि यो एजेलिक आर्यु भन्ने सेरम तपाईँको जहाँ जहाँ पिगमेन्टेसन छ त्यो एरियामा लगाउन सक्नुहुन्छ। भाइटामिन सीलाई तपाईँले फुल फेसमा लगाउने हो भने यो एजेलिक आर्यु या तपाईँको कुनै पनि पिगमेन्टेसन हटाउने सेरमहरू युज गर्नु भएको छ भने जहाँ पिगमेन्ट छ त्यो एरियामा मात्रै लगाउने हो। यो सिरम लगाइसकेपछि हजुरहरूले फेरि ब्राइटनिङ मोइस्चराइजर युज गर्न सक्नुहुन्छ। यो ब्राइटनिङ मोइस्चराइजर युज गरिसकेपछि हजुरहरूको स्किन केयर सकियो। तर हामीले ध्यान दिनुपर्ने कुरा के हो भने यो जुन टिन्टेड सनस्क्रिन लगाइराख्नु भएको छ या नर्मल सनस्क्रिन लगाउनु भएको छ भने दिनको 4 पटक, गर्मीको समयमा त 4 पटक नै 2 या 3 आवरको इन्टरभलमा चाहिँ तपाईँले यसलाई रिअप्लाई गर्नु पर्यो। चाहिँ तपाईँ घाममा निस्किन भन्दा 15 देखि 20 मिनट अगाडि नै यो सनस्क्रिन लगाउनु भयो भने मात्रै यसले स्किनलाई प्रोटेक्ट गर्छ। त्यसैले यसरी नै हजुरहरूले स्किन केयर यो सेट युज गर्नुभयो भने डेफिनेटली तपाईँको स्किन चाहिँ विदाउट एनी साइड इफेक्ट ब्राइट हुन्छ। थ्याङ्क यू।